पोल गाड्न नदिने भने हामीले पैसा हालेर मात्रै हुँदैन। त हाम्रो उपाध्यक्ष यही हुनुहुन्छ सुशीला पहिला भन्नुभयो दाइ, किनभने सिमकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुईटा भिन्न पार्टीका छन्। मैले कहिल्यै पनि भिन्न पार्टीका छन् भनेर मेरो जहिले पनि मेरो दिमागमा के थियो भने कुनै पनि जिल्लाको कुनै पनि देशको सदरमुकाम बनाउनु पर्छ, प्रदेशको सदरमुकाम बनाउनु पर्छ, जिल्लाको सदरमुकाम बनाउनु पर्छ भन्ने मेरो अवधारणा हो। त्यसै कारणले मैले यो रिङ रोडको लागि धेरै पैसा हालियो, तर पनि काम गर्न टाइममा काम गर्न नदिए त्यो पैसा फ्रिज भएर गएको छ। आज पनि म तपाईँहरूलाई भन्न चाहन्छु कि जनताहरूले हामीलाई भोट हाल्ने भनेको विकास गरून् भन्ने हो। अब यो रिङ रोडको लागि हाम्रो चाहिँ सबै व्यवस्थापन भइसकेको छ, बाल मन्दिरको लागि सबै व्यवस्थापन भइसकेको छ, तल कि शिव मन्दिरको लागि भइसकेको छ। तर काम गर्ने कुरामा तपाईँहरूले 2 इन्ची जग्गा बिच्यो भनेर रोक्नुभयो भने भोलि हामी कहाँ वरिपरि रिङ रोड बन्ने छैन। अहिले तपाईँहरूले याद गर्नुभएको होला, हामी गाउँबाडाबाट तल हस्पिटल जाँदाखेरि पनि बिरामी भएको बेला स्ट्रेचरमा बोकाएर लानु कति कठिन हुन्छ होला। हिजो डोकोमा बोकेर लान्थ्यो, पिठ्याउँदो बोकेर लान्थ्यो, आज स्ट्रेचरमा बोकाएर। तर त्यो बाटो नै जब रिङ रोड बन्ने छ, घरमा बिरामी हुने बित्तिकै कहिले कहिले बिरामी भनेको 2 मिनटमा अस्पताल पुर्याउनु पर्ने हुनेछ। सुत्केरी हुन लागेकी आमालाई घरमा उसको ज्यान जाने बेलामा 2 मिनटमा हामीले अस्पतालमा पुर्याउनु पर्ने हुन्छ। त्यसकारण म तपाईँहरू सबैलाई आग्रह गर्न चाहन्छु, विकासको काममा हामीलाई एकल ढङ्गले एउटालाई मात्र नराम्रो गर्ने कुरा हुँदैन, तर विकासको लागि अवरोध नगर्नु होला। जब यहाँ विकासको लागि अवरोध हुँदैन, मेरो आफ्नो प्राण रहँदासम्म, मेरो एक मुठी सास एक थोपा रगत हुँदासम्म यो हुम्लाको विकासको लागि पैसाको अभाव हुन दिन्न। मैले सधैँ भन्ने गरेको छु, हाम्रो जिल्लाबाट वर्षेनी 10 करोड 20 करोड पैसा फ्रिज भएर गएको छ। अनि हामीलाई भन्ने गरिन्छ कि तिम्रो जिल्लामा पठाएको पैसा खर्च गर्न दिँदैनन् अनि हामी किन विकास भएनन्। आज भन्ने गरेका छन्, मोबाइल हेरेर मोबाइलमा संसार हेर्ने यहाँ के गरेको छ, फलानु चोर हो, फलानु डाका हो भन्ने गरिएको छ। तर हिजो हाम्रा आमाहरूले हाम्रा बाबाहरूले पिठ्याको भारी बोकेर तालाखार गरेर झोपा गएर सातो फुक लिने गरिकन गएर आएका आज यहाँबाट तालाखार जाँदाखेरि 5 दिन 6 दिन जान लाग्थ्यो, 5 दिन 6 दिन आउन लाग्थ्यो। आज बिहान गाडीमा गयौँ भने आज बाटो राम्रो बन्दैछ, गयौँ भने हामी अहिले पनि 4 घण्टामा हामी हिल्सा पुग्ने भएका छौँ। हिल्साबाट बेलुका फर्केर यहाँ आउने भएका छौँ। लिमी जाँदाखेरि कति दिन लाग्थ्यो, आज 1 दिनमा लिमी पुग्ने भएका छौँ। तर यहाँको विकासको लागि सबैले तपाईँहरूले चाहिँ सहयोग पुर्याउनु पर्छ भन्ने म आग्रह गर्न चाहन्छु। यो हस्पिटललाई हामी स्तर उन्नति गर्न चाहन्छु कि म बसिरहेको बेला कसैले निवेदन दिनु नपरोस्, मेरो श्रीमतीको पाठेघरको समस्या भएको हुनाले तल लानुपर्ने, यहाँ उपचार हुँदैन भन्नु नपरोस् भन्ने म चाहन्छु। त्यो हरेक रोगहरूको ठुला रोगहरू बाहेक अरू रोगहरूको उपचार जिल्ला अस्पतालमा गर्ने र सानसाना अरू रोगहरूको उपचार प्रत्येक गाउँपालिकामा प्रत्येक वडामा गर्न हामी चाहन्छौँ। हामीले अहिले नीति ल्याएका छौँ, तपाईँले देख्नु भएको होला, प्रदेश सरकारले प्रत्येक गाउँपालिकामा डाक्टर राख्ने गरेका छौँ, MBBS डाक्टरहरू राखेका छौँ। आज तपाईँहरूकै आफ्नै छोरी चेली एउटा जोत छोरो तर ऊर्जा मन्त्री भएर बसेकी छन्, केही दिन बस्दैन अहिलेसम्म गर्ने तपाईँहरूकै सेवाको लागि। तर हाम्रो समस्या के छ भने मैले अस्ति सुने तल्लो गाउँको लागि एउटा योजना मैले के गरौँ मामा भनेर कोही अगुवा त एकजना महिला होला नि, अथवा अगुवा त एकजना पुरुष होला नि, दिएपछि मेरै हो तँ पुरी जा तँ नगर भन्ने त्यस्तो नगर्नु होला। आएको सबैले मिलेर काम गर्ने हो, हाम्रो ठाउँ राम्रो बनाउनु पर्यो। म अहिले हिँड्दै आउँदै थिएँ, हुनु त यहाँको गु मैले धेरैचोटि सोरे, खानेपानीका पाइपहरू आइरहेका छन्, पढे लेखेका कति छन्, कहिले जनजी आन्दोलनका नाममा होला, कहिले के का आन्दोलनमा नाममा होला, ती भाइ बहिनीहरू यी पाइप दबाउने काम गरेको भए सायद साँच्चै पनि नयाँ पुस्ताले केही गर्छ भन्ने लाग्थ्यो होला। पाइप बाटोमै छ, फोहोर फालेको फालै छ, मैले हेर्छु मेरो घर अगाडि सफा गर्नुपर्छ भन्ने हामीलाई छैन। अनि हामी पुलिसलाई गुहार्छौँ, हामी सेनालाई गुहार्छौँ, हामी अनि भन्छौँ घरमा आएर पुलिसले सहयोग गर्दाखेरि पुलिस फटाओ भन्छौँ। तर हाम्रो आगो लागि हुँदाखेरि पुलिसले आएर आगो निभाइदेऊ, सेनाले आएर आगो निभाइदेऊ। यो एयरपोर्टको यतातिर मैले बाटो बनाउन खोजेको थिएँ, ढल बनाएर बाटो, किनभने अब बस्ती विस्तार हुँदै गयो, बिजुलीका तारहरू जोडिएका हुन्छन्, कुनै बेला पनि सर्ट हुन सक्छ, आगो बल्न सक्छ, आग लागि हुन सक्छ, त्यसमा दमकल पुर्याउने चाहिँ मेरो चाहना थियो।
यो अगाडि सबै गर्दै गर्दै गयो 2 जना 3 जना मान्छेले हामी जग्गा दिन्नौ भने भोलि ती घर जलेर सिद्धिएर गयो भने को जिम्मेवारी हुन्छ। त्यसकारण पहिल्यैदेखि हामीले यी कुराहरू गराउन चाहन्छौँ। यी कुरा मैले सिकाएका आज मैले 22 वर्षको उमेरदेखि राजनीति गरेर आज म 62 वर्षको हुन लागिसके। म यी भाइहरू जयपतिको कुरा मात्र छैन, यहाँ मोहन विक्रम सिंहको कुरा मात्र छैन, यहाँ प्यारीलालको कुरा मात्र छैन, यहाँ कर्णल रावलको कुरा मात्र छैन, यहाँ वसन्त रोकाएको कुरा मात्र छैन, कैलाश भण्डारीको कुरा। यी सबै भाइहरू चाहिँ भविष्यलाई निर्माण गरौँला, हाम्रा गाउँलाई सेवा गरौँला, हाम्रा गाउँका दिदी बहिनीहरूको दुःखलाई चाहिँ कष्टलाई चाहिँ हराउँला, दलित बस्तीलाई राम्रो गरौँला भनेर हामी राजनीतिमा लागेको। आज म तपाईँहरूलाई भन्न चाहन्छु, कुनै पनि गाउँले म करोडौँको हामीले विकास दियौँ र हुम्लामा आज भन्ने गरिएको छ योजनाहरू किनेर ल्याउँछु भनेर भन्ने गरिएको छ। कुन चाहिँ मान्छेलाई योजना किनेर पैसा दिएको हो त्यो तपाईँहरूलाई भन्नु होला, हामीलाई भन्नु होला कि जीवनसाईले पनि आज यो योजना दियो अथवा सिँचाइ कुलो दियो, खानेपानी दियो, ढल निकास दियो, पैसा उठायो भने अहिले नै भन्नु होला, सबैलाई भन्नु होला। म जिन्दगीमा मैले भनेको छु म राजनीति गर्दिनँ, तर नगरेको मान्छेहरूलाई गरेको मान्छेहरूलाई पनि एउटै घाटमा हाल्ने कुरा नगर्नुहोस्। यहाँ अहिले व्यतिथिहरू भएका छन्, त्यसमा पनि जनताहरू चाहिँ सचेत हुनु होला र हामीले प्रत्येक गाउँका बाटो घाटो बिजुली अस्पताल यसको लागि नै मलाई जहाँसम्म लाग्छ हामीले राजनीति गरेको।